यहाँनिर हाम्रो युडिएफसी इजरायलको सेक्रेटरी हुनुहुन्छ श्री गोम्स गुरुङज्यू र आजको युडिएफसी र 7 स्टार हाइफा विरुद्धमा युडिएफसीले 5-0ले जित हासिल गरेको छ। आज हाम्रो प्रेसिडेन्ट हाम्रो सेक्रेटरीज्यूलाई पनि धेरै खुसी देखिँदैछ र यसमा तपाईँ के भन्नुहुन्छ? सर्वप्रथम त हाम्रो युडिएफसीको सम्पूर्ण दाजुभाइहरूलाई मेरोबाट न्यानो अभिवादन अनि नमस्कार र साथै हाम्रो जुन चाहिँ यो युडिएफसीको पेजलाई फलो गरेर हेर्नुहुने हाम्रो श्रोतागणलाई पनि नमस्कार अनि साथै मेरो पवन साथी जसले मलाई यो सानो एउटा अन्तर्वार्ता गर्ने मौका दिनुभयो उहाँलाई पनि धेरै धेरै धन्यवाद। आज यो जुन चाहिँ खेला भयो हाइफा बनाम जुन चाहिँ दार्जिलिङ युडिएफसी हाम्रो भाइहरूले अति उत्कृष्ट खेल देखाएर 5 गोलले विजय गर्नु सक्षम बनेका छन् र यसरी नै भोलिको आउने सेमी फाइनलमा पनि हाम्रो भाइहरूले अझै राम्रो खेला देखाएर योपालि चाहिँ हामीले कप उठाउने एउटा जमर्को कसेका छौँ र अब हेरौँ भाइहरूले अब भोलि कस्तो खालको खेल देखाउँछ, तर आशा छ भाइहरूले भोलि कप उठाउने छ भनेर। र यो तपाईँहरूको यो युनाइटेड दार्जिलिङ एफसी इजरायलको जित हामी सबै दार्जिलिङकै जित नै मान्छु म पनि है, र सम्पूर्ण दार्जिलिङवासी जति पनि इजरायलमा हुन्छ उहाँहरूले पनि र यो भिडियो दार्जिलिङबाट पनि हेर्नुहुन्छ धेरैजना अडियन्सहरूले फुटबल प्रेमीहरूले होइन, उहाँहरूलाई यो आजको जितको लागि के सन्देश दिन चाहनुहुन्छ? हाम्रो जति पनि सम्पूर्ण चाहे देशमा होस् चाहे विदेशमा होस् छरेर बसेका हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूले जुन चाहिँ यो खेला हामीप्रति हेरिदिइरहनु भएको छ यो इजरायलमा है, जुन चाहिँ यो हाम्रो भाइहरू इजरायलमा खेल्दैछ। हुनु त हामी एउटा कामको हेतु यहाँ आएको हो, तर पनि केही आफ्नो अमूल्य समय निकालेर हामीले स्पोर्ट्सलाई पनि दिने गरेका छौँ र हाम्रो भाइहरूले अति नै राम्रो उत्कृष्ट खेलहरू देखाइरहेको छ र तपाईँहरू सम्पूर्णले हाम्रो भाइहरूलाई माया दिइरहनु भएको छ, चाहे दार्जिलिङबाट होस् चाहे इजरायलमा होस् चाहे देश विदेशको कुनाबाट होस्, र त्यो सम्पूर्ण श्रोतागणहरूलाई चाहिँ म आफ्नो आन्तरिक हृदयबाट धन्यवाद अनि नमस्कार भन्न चाहन्छु। र साथै म एउटा सानो कुरा जोड्नु चाहे यसमा, जुन चाहिँ विगत 4 अक्टोबरको दिन हाम्रो दार्जिलिङमा जुन प्रकारको त्यो क्लाइमेटिक डिजास्टर भएर हाम्रो कतिजना आफ्नो नेपालीहरूले ज्यान गुमाउनु भयो, उहाँहरूप्रति हाम्रो सम्पूर्ण युडिएफसी परिवारद्वारा हार्दिक श्रद्धाञ्जली अनि जसले आफ्नो कतिवटा प्रपर्टीहरू गुमाए के गुमाए है, उहाँहरूप्रति हामी दुःखद अनि खेद प्रकट गर्दछौँ र आउने दिनमा भगवानको आशीर्वादले फेरि यस्तो क्लाइमेटिक डिजास्टर नहोस् र हाम्रो जति पनि दार्जिलिङमा बस्ने हाम्रो श्रोतागणहरू छन्, हाम्रो दाजुभाइ दिदीबहिनीहरू उहाँहरूले पनि जान्नुपर्छ कि क्लाइमेटिक डिजास्टरलाई हामीले रोक्नु सक्दैन, तर त्यसलाई हामीले त्यो प्रति चाहिँ हामीले आफ्नो आफूलाई बचाउ चाहिँ गर्न सकिन्छ। र साथैमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद।